हेलो हेलो साथीहरू हेर है बम्पर उपहार बुढाले के ढुम्सी भइस मोटाइस पेट घटा 1 तोला सुन किनिदिन्छु भनिहाले प्याच्चै नभन्नु थियो भनिहाले प्याट्टै मुख फोरिहाले पेट घट्यो 7 किलो घटे चिला पहेँलो गोरी थिए पहेँलो हेर कोकोसका भुडी लाछ घट भाइ बुढाहरूले शर्त राख्ने जस्तो गरे त तिमीलाई अब आफूले त्यही भने थियो त अनि त्यही भएर म त धुम लाएर भाडा पनि नमोल्ने कपडा पनि धुन नभ्याउने गरी घटाएँ हेर त कस्तो सिलिम देखिएछु म टिकटकमा लाछु नि त्यो 1 पिस पेटै छैन कस्तो सिलिम देखिएछ एकदम अब फिलिलिलिल हुन बाँकी छ सिलिमबाट चिलिलिलिल हुन बाँकी छ अब के अन्त यिनका इज्जत रहन्थ्यो मोटो घाटो चट्ट पर बुढीलाई अघि लाएर मोटाउन पनि अलि त्यो भाँडाभित्र भएर पो मोटाउनु पर्छ रे भाँडा बाहिर गएर लथालिङ्गै भएर शरीर त्यस्तो गरेर नि मोटाउँछन् के अन्त खाएको मैले पेटमा यो राखेको छु के अरे बाहिर कोखामा राखेको छैन ओड्न ओछ्याउन पुग्ने गरेर मोटाउने पनि गाँठे अलिअलि पो र मोटाउने त अगाडिको पछाडिको अगाडि भयो होइन ठिक्क मोटाउनु पर्छ के अब आफूले मोटाउँछु भने भएको होइन के अरे अब भात खाइए यही पेटभित्र त राखेको छ नि यता कोहा अनि यता कपडामा पोको पारेर त राखेको छैन अब यस्तो बुढेसका लाने यिनलाई पातलो सिलिम चाहियो स्वास्नी राम्री सिलिम कुन दिन चिलिम हुन्छ अनि त्यहाँ राँडो बस्ने हुने नि भन्थ्यो नि पहिलाको बुढाले राँडै बस्ने फाँडै खाने भन्थे त्यस्तै कहानी गरे के ए कोकोसका पेट लाहा बुढीहरू तिमीहरूका बुढाले भन्छन् कि भन्दैनन् जादी बिदी भन्न लाग्यो कि मलाई त कहिले ती भातै नखाम जस्तो हुन्छ भाइ मलाई चक्कर आउन थाल्यो तिम्रा कुरा सुनेर कति छ र जम्मा 2,70,80,000 कति छ कि कति पुग्यो 3 लाख पुग्यो होइन गरे त्यही चिलाको चिलाइ छ 1 हप्ता भयो घाँटी चिलाको चिलाइ छ पाउडर लगाऊ त्यो पासेर चिलाएको मोटो भएर घाँटी यसो डल्लो भएर पासेको भन्छन् भन्ने बेलामा सुन किनिदिन्छु भनिहाले अब यिनी फसादा पर्यो अब बल्ल पर्यो निर्मया माकुरी जालैमा बल्ल पर्यो कि भन्नै हुन्न भनिसकेपछि अब भयो झिका 3 लाख रुपियाँ कुरुक्क यहाँ